हामी जाँदैछौँ चितवन। Hi everyone, welcome or welcome back to my channel. This is me Subina Guru. अहिले चाहिँ हामी अफिसको काम सकाएर चितवनको लागि निस्किँदैछौँ। यता हुनुहुन्छ मेरो माया। हाई नमस्कार। अब हामीले ढिलो हुँदैछ, प्लिज हामी जान सक्छौँ। अब चाहिँ हामी निस्किन लागेको है त। फाइनली हाम्रो गाडी पनि आइपुग्यो। ल अब चाहिँ हाम्रो यात्रा सुरु गरौँ है त गाइज। ल ओके एन्जॉय। हामी चाहिँ भर्खरै मुगलिन आइपुग्यौँ है त। सुरु गरौँ साथीहरु। चाहिँ भात खान लागेको गाइजहरू। A few moments later. र गाइस हामी चाहिँ भर्खरै हाम्रो होटेल आइपुग्यौँ। अहिले चाहिँ नेवा लज भन्दैछ। होटेलको नाम चाहिँ पार्किङ स्पेस पनि छ तल देखाइदियो। पार्किङ से टक्क पार्क गरेर चाहिँ दामी छ होटेल नेवा। र हाम्रो रुमतिर जाउँ हामी चाहिँ होइन। रुम हेरमै त कस्तो रहेछ। कस्तो रहेछ देखाइदिनुहोस्। ल दामी। या गाइस अहिले चाहिँ हामी फ्रेस भएर बसिराखेको। हामी चाहिँ अहिले चितवनको सौराहा भन्ने ठाउँमा छौँ। अब चाहिँ म मेरो ब्लग भोलि कन्टिन्यू गर्छु ल। बाई बाई गाइस, गुड नाइट। सो या गाइस गुड मर्निङ। अहिले चाहिँ बिहानको 8 बजिसकेको छ अनि म चाहिँ भर्खरै उठेको। विवश चाहिँ उसको कामले गर्दाखेरि अहिले बाहिर गएको छ। म चाहिँ भर्खरै उठेर बसिराखेको हो। अब एकछिनमा चिया खाने अनि विवश आएपछि घुम्नलाई निस्किने। मेरो ब्रेकफास्ट पनि आइसकेको छ गाइस। चीयर्स। म चाहिँ रेडी भएर निस्किन लागेको अहिले होटेलबाट। बाहिरको वेदर चाहिँ यस्तो छ चिसो। अब चाहिँ हामी कता कता हुन्छ म भिडियोमा देखाउँदै गर्छु ल। किप वाचिङ। यो चाहिँ हामी बसेको होटेल हो। होटेलको नाम चाहिँ होटेल नेवा लज हो रे। लेट्स गो। अब हामी चाहिँ अब खाना जाने। खान जाने न घुम्न जाने। जहिले खाने घुम्न जाने। सफारी जिप देखाइदियो। त्यो सफारी, यो सफारी हो। यो त के भन्छ यसलाई त? सफारी जिप त्यही हो, ठुलो जिप हो तर के अरे पछाडि खुल्ला रहेको। सफारी जिप आयो है त गाइस। हामी चाहिँ हाम्रै गाडीमा घुम्ने कता कता हुन्छ म देखाउँछु ल। 20,000 ताल जान आँट्यो हामी। 20,000 ताल। हामी चाहिँ अहिले 20,000 ताल जान लागेको हो। ओके हतार गरेर लेट्स गो। हामी चाहिँ अहिले यहाँ टिकट काट्न लागेको भित्र जानलाई। या गाइस
हामी चाहिँ भर्खरै टिकट काटेर यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र चाहिँ प्रवेश गरिसकेको छौँ। टिकट चाहिँ हाम्रो यो रहेको छ, गाडीको चाहिँ 300 लाग्दो रहेछ अनि मान्छेको चाहिँ 25 रुपियाँ 350 हिँड्दै जानु चाहिँ पाइँदैन रहेछ। पर्सनल गाडीमा चाहिँ हजुरको 350 लाग्ने रहेछ टोटल। यहाँ चाहिँ सफारीमा आउँदाखेरि चाहिँ रमाइलो हुन्छ होला, तर हामी चाहिँ अहिले गाडीमा आएको। अहिले चाहिँ हामी जङ्गल सफारी हान्दैछौँ। सुक्ख जङ्गल सफारी तिरिसमा स्याल देखाउँथ्यो। बिचरा डराइछ सबै। ए स्यालै रहेछ, मैले कुकुर जस्तो त हुँदो रहेछ नि। हो त्यहाँबाट छ नि हेरेछ पछाडिबाट आवाज आउँदा। हाम्रो चाहिँ इलेक्ट्रिक गाडी भएर चाहिँ यसले नगरेको। सो हेर केही देख्छ कि भनेर हेर्नुपर्छ यतातिर त जनावरहरू देख्नेसम्म। राम्रो सिङ कत्रो रहेछ है। पत्ता त नपत्ता यो गाडीको आवाज छैन नि त। ग्याङ बोलायो यसले त, बुढो भइसक्यो त गए बिचार। कोहीको सिङ पनि छ कोही त्यो पनि रहेछ क्या, केटा मेल्स र फिमेल हो नि त। 12 सिङे भनिरहेको छ। मेल र फिमेल। यस गाइस हामी चाहिँ 20,000 तालमा आइपुग्यौँ। भन्नु अब मलाई केही पनि थाहा छैन यो बारेमा। 20,000 ताल आइपुग्यो हामी। बोर्ड देखाइदिनु बोर्ड। खै ए यो बोर्ड भनेको, मैले बोर्ड भन्ने कि भनेर। ल यही रहेछ 20,000 ताल भनेको गाइजहरू। ल हामी चाहिँ अब यो मान्छे मारेको बाघहरू चाहिँ हेर्न आइसकेको छौँ। स्वेटर लगाएर म बढी एक्साइटेड। हामी चाहिँ डाइरेक्ट इलेफेन्ट रेस हेर्न जानु लागेको, अनि त्यहाँ फेरि मान्छे मारेको बाघ लिएर राखेको अरे भनेर चाहिँ हामी यहाँ फेरि बाघ हेर्नलाई आएको गाइजहरू। यस ल हजुरहरूलाई पनि देखाउनेछौँ हामी। ओके बाटो जस्तो छ यता बाघ हेर्न जानलाई। ल हाम्रो दाइ चाहिँ यहाँ बाघसँग जुत्नु गइरहनु भएको छ। कमान अनुहार चाहिँ देखाएको छैन यसमा। बाघसँग जुत्नु चाहिँ हामी सपोर्ट गर्नु पर्छ। हामीलाई गाइड पनि गर्दै हुनुहुन्छ पर्सनल गाइडर हामी सुगिना नामको। ल बाघदेखि ठाउँमा आइपुग्यो हामी चाहिँ। अब यहाँ माथि चढेर चाहिँ हामी बाघ हेर्छौँ। वरिपरि जस्तो छ। एउटै चाहिँ यहाँ सुतिरहेछ मस्तले। अर्को चाहिँ बुढो रहेछ यो त नि। यस्तो दामी यस्तो बाघ नि जङ्गलमा हुँदो रहेछ। त्यही त निस्किनेबाट बुढो बाघ रहेछ। भर्खरै हामी चाहिँ बाघ हेरेर निस्क्यौँ। फर्स्ट टाइम बाघ चाहिँ यस्तो लाइभमा हेर्न पायो। तपाईँलाई पनि देखाउँछ हामीले क्लिप हेर्न ल। हेरिसक्नु भयो होला हजुरहरूले। रमाइलो भइरहेछ ट्रिप चाहिँ हाम्रो। अब चाहिँ हामी जाने डाइरेक्ट एलिफेन्ट रेस हेर्न। चितवन महोत्सव, चितवन हात्ती तथा पर्यटन महोत्सव 2080 सालको। किप्पर पनि आइसकेको छ। रेस भइसक्यो होला। हामीले पढ्दै आएका हौँ। कहिलेकाहीँ लाग्छ हात्ती महोत्सव भइरहनु भनेको साङ्केतिक रूपमा पुराना शासकहरू असफल भएर नयाँ शासक प्रतीकका रूपमा महोत्सव भइरहेको छैन जस्तो लाग्छ।
म्यामले चाहिँ यहाँ के लियो समोसा समोसा दुईटा लिएर अब हामी मोमो हन्टिङमा जाँदैछौँ यहाँ मोमो हन्टिङ गर्छौँ होइन त ओके ल बफ लोकल मोमो है यसरी सबैजना मिलेर बनाएको वालाहरू चाहिँ यसरी दामी लाग्यो मलाई चाहिँ चिकन मोमो नपाएको मान्छे हेलो भनिदियो ल हामी चाहिँ अब कता हात्ती हेर्न जानु लाग्यो फेरि पनि हात्ती बस्ने ठाउँ ओके ब्रिडिङ फार्म ब्रिडिङ सेन्टर ल हामी चाहिँ राति पाखा डराएर फेरि कुरा गर्नु मान्छे यही छ चितवनको वेदर लास्टै जाडो छ गाइजहरू यी फजरहरू चितवन घुम्न आउँदै हुनुहुन्छ भने न्यानो लुगाहरू बोकेर मात्रै आउनु होला मेरो हालत खराब हुन्छ ल हामी चाहिँ चितवन राष्ट्रिय निकुञ्जमा रहेछौँ ल हात्ती ब्रिडिङ सेन्टरमा सुन्ने छ र त्यसै गरी हाम्रो रोनाल्डो चाहिँ त्यहाँ रहेछ त्यही भएर मान्छेको भिड है रोनाल्डो त्यो जङ्गली हात्ती अब चाहिँ हामी हात्ती हेर्नतर्फ लागेको गाइसहरू यो ठाउँमा चाहिँ म पहिला पनि आएको थिएँ स्कुल टुरबाट यो चाहिँ मेरो सेकेन्ड टाइम हो यहाँ आएको चाहिँ अब त्यसलाई पनि बानी भइसक्यो रोनाल्डोलाई हामी चाहिँ रोनाल्डोलाई हेर्न जाँदैछ माउतेर पछ्यायो पछ्यायो बच्चा र बुढी भेट्न आयो लेट्स गो अब हामी चाहिँ सरर एक राउन्ड हानेर चाहिँ फेरि ब्याक टु होटेल हुन्छ ल हाम्रो चाहिँ रिभर साइडमा A1 फेरि चाहिँ स्पोर्ट होइन हामी चाहिँ खाना ट्राई गर्छौँ पहिला जियो भने अहिले चाहिँ हामी मिठो लिन एप्सको लागि ओके अब चाहिँ खानाको पालो माई गॉड चितवनको वेदर इज सो ब्याड सो कोल्ड घाम पनि लाग्दैन बिहानको 9 बजिसक्यो दिस इज द नेक्स्ट डे हामी चाहिँ काठमाडौँ फर्किनु लागेको अनि अहिले चाहिँ हामी निस्किसक्यौँ होटेलबाट लेट्स गो एन्जोय हामी चाहिँ भर्खरै फेरि यहाँ केटा हात्ती राख्ने ठाउँमा आइपुग्यौँ 1000को नोटमा भएको हात्ती भएको हात्तीहरू चाहिँ हेर्न जानु लागेको किन ओइ बस बस्दा पनि चितवनको वेदर यस्तो छ हिजो हामीले घामै देखेनौँ अलिअलि देख्यौँ अलिअलि पनि देखेनौँ देखेर नि त हिजो नि त्यस्तो यस्तै त थियो नि हामी फेरि अर्को जू पनि देखाउँछ हेटौडाको जू हेटौडाको जू हेटौडामा जू पनि छ कति टाइम लाग्छ हेटौडा पुग्न 1 घन्टा देख्यो नि त हात्ती त 3टा मात्र रहेछ यहाँ अहिले हेर यहाँ चाहिँ एउटा हात्ती रहेछ यहाँ 2टा छ अरू चाहिँ जङ्गलतिर प्रस्थान गरिसक्नु भएको रहेछ कि ढिलो लेट भयो लेट ठुलोवाला चाहिँ त्यो रहेछ क्या है त्यही त ए उता पनि छ यस्तो बाँध्ने ठाउँ ठिक्क उमेर भएको हात्तीहरू चाहिँ यहाँ यता यो साइडमा गएको भने अब यहाँ 1000को नोटको हात्ती चाहिँ ल सम्पर्कमा आइसकेको छ राम लक्ष्य यस ए बस्दा रहेछ आज ल उनीहरूको चाहिँ चर्ने बेला भइसक्यो बाई बाई 1 hour later. फाइनली गाइस हामी चाहिँ हेटौडा आइपुग्यौँ अहिले चाहिँ हामी हेटौडाको जूमा छौँ ठाउँ चाहिँ राम्रो छ ठाउँ चाहिँ मेरो नाम लाग्यो जङ्गलको बिचमा जङ्गलको बिचमा
यहाँ चाहिँ पिङसिङ रहेछ। ठाउँ चाहिँ राम्रो लाग्यो। फर्स्ट टाइम इन हेटौँडा। गर्मी हुन्छ अरू बेला त अहिले त ठिक्क शीतल हुन्छ। उता फेरि ठ्याक्कै चितवनमा चाहिँ चिसो, फेरि यहाँ चाहिँ घाम लाग्दाखेरि वाम भएको त तातै नै चाहिँ गर्मी चाहिँ होइन वाम कि वाम टिकट काउन्टर जाँदैछ कति बेला 50 लाख रहेछ 50 दुईवटा टिकट हुन्छ पार्किङ गाडी त्यो गाडीको पार्किङ पनि दिन्छ फन। भित्र अब के छ म देखाउँछु ल हजुरहरूलाई। हामी चाहिँ गेटबाट भित्र छिरिसकेको अनि ठाउँ चाहिँ बब्बाल लाग्यो गाइजहरू मलाई त। वाउ कस्तो राम्रो रहेछ। यहाँ चाहिँ फुलहरू पनि छ। बगैँचामा नजाऊ तिमी भमराले चुमी देला फुल सोचेर तिमीलाई यति रहेछ। विवास बहादुर सेन्टनको मिच्छु सेम छ त माया तपाईँ र उ त। गाय देखो ना गाय देखो ना गाय देखो ना क्या है ये गाइस देखो ना गाइस सेम छ। तिमी कोसँग सेम देख्छ होला म भनिहाल्छु नि के लाग्यो है। मुसानी कत्रो कत्रो हुँदो रहेछ त नि। के भन्छ रे बाबु यो जनावरलाई के भन्छ खै सिक्किलमु भन्छ इमु चरा भन्छ भन। ब्रदर यति खिचेको कति पर्छ? यो अहिले 60 रुपैयाँ भयो। तिनवटा नि डिस्काउन्ट गरेर 50 रुपिज 50 रुपिज हजुर ल धन्यवाद। हामी चाहिँ यहाँबाट हिँडिसक्यौँ। हामी चाहिँ खाना खान लागेको अहिले यो कुन ठाउँमा आयो? यो भेटघाट भन्ने हेटौडाको फेमस हेटौडाको भेटघाट भन्ने रेस्टुरेन्टमा तास देखाइदिनु तास त दामी लाग्छ चम्चा ल्याइदिउँ। So yeah guys,
गाइस फाइनली हामी चाहिँ घर आइपुगे अनि मेरो भिडियो यति नै थियो। होप हजुरहरूले लास्टसम्म हेरेर इन्जोय गर्नुभयो होला। हाम्रो चितवनको ट्रिप पनि एकदमै रमाइलो भयो। हजुरहरूले मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। या गाइस मेरो च्यानललाई लाइक शेयर कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।